यो चैत वैशाखको सिजनमा कसलाई पो खट्टा अमिलो खान मन पर्दैन होला र त्यस्तै मलाई पनि खट्टा खान मन लागेर अमिलो खान मन लागेर के खाम भएको थियो। अनि मैले घर साइडकै आँपको रुखमा आँप देखे पछाडि आज आँप काटेर खानुपर्छ कि भन्ने लागेर चाहिँ मैले आँप टिपेर त्यसलाई छिलेर धोएर पखालेर त्यसको सबै आन्द्रा भुँडीहरू सबै निकालेर सफा गरेर चिरचार पारेर काटेर चटनी पिसेर चाहिँ खाने सोच बनाएँ है साथीहरू। र यसलाई सबै चिरेर यताउति गरिसके पछाडि मेरो चटनी पनि नुन खुर्सानी पनि रेडी भइसकेको थियो। र रेडी भइसके पछाडि मलाई खान यति एक्साइटेड भयो कि म त काट्ने बित्तिकै घाममै खाइदिएँ। खाएपछि त मेरो मुख त यति रसायो, यति मिठो लाग्यो, यति मजा लाग्यो कि त्यो मैले वर्डमा व्यक्त गर्न सक्दैन। त्यस्तै मसँग साथी मेरो नानी पनि हुनुहुन्थ्यो, उहाँले पनि खानुभयो।